मैले सोचेँ यसमा चाहिँ आँप र लिची हाम्रो तल्लो मेलामा हुन्छ है भनेर चाहिँ मैले चाहिँ आँप र लिची लगाउन सुरु गरेँ 75 सालदेखि। तपाईँले यिनी बिरुवाहरू देख्नुहुन्छ अहिले चाहिँ 100 देखि माथि 110 सम्म मेरोमा आँप र लिची छन् र मैले त्यसको सुरुवात गरेँ। र सामाजिक क्षेत्रमा आउँदै गर्दा सामाजिक क्षेत्रलाई चाहिँ काम चाहिँ आफूले गरेर अरूलाई उदाहरण दिनुपर्छ भन्ने चाहिँ मेरो आफ्नो मान्यता हो। कहिल्यै पनि पहिला आफू अनुशासन हुनु पर्यो र अरूले त्यो अनुशासन सिक्न पर्यो। त्यसलाई भने पहिला चाहिँ जसले नेतृत्व गर्छ त्यो चाहिँ आफू क्लियर हुनु पर्यो र उसले चाहिँ मेहनत गरेर मात्रै चाहिँ कमाउनु पर्छ भनेर मेहनत गर्न सिक्न पर्यो। यति बेला म गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर 6 परमानन्द नगर चोरखाटीमा छु र यहाँ आज मैले तपाईहरूलाई एउटा यस्तो योजनाको विषय र जो दीर्घकालीन लामो समयको तपस्यापछि यसको आम्दानीको स्रोत बनाएर यसलाई आफूले आफ्नो भविष्यमा यसको आम्दानीको स्रोतलाई बढाएर कसरी आय आर्जन गर्न सकिन्छ, नेपालमै केही गर्न सकिन्छ भन्ने जो योजना बोकेर दीर्घकालीन योजना सहित यहाँ चाहिँ लाग्नु भएको छ, त्यो सहित मैले तपाईँलाई चाहिँ आज एउटा विशेष रिपोर्ट चाहिँ तपाईँहरूमा प्रस्तुत गर्दैछु। परमानन्द नगर चोरकाटीबाट अहिले गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर 6 का वडा सदस्य आदरणीय व्यक्तित्व छवि भट्टराई, जो आफैमा अत्यन्तै मेहनती अत्यन्तै कृषक व्यक्ति भएर म भन्न रुचाउँछु र उहाँको प्रशंसा गरेर हामीले सक्दैनौँ, किनकि उहाँ आफैमा पनि एउटा जनप्रतिनिधि हुनुहुन्छ र त्यो सँगसँगै उहाँले कृषिको क्षेत्रलाई अत्यन्तै विगत लामो समयदेखि तरकारी क्षेत्र होस् र त्यसपछि सँगसँगै अहिले फलफुलको क्षेत्रमा उहाँ अत्यन्तै लगाव भएर लाग्नु भएको छ। तपाईँलाई लाग्न सक्छ यो कसरी सम्भव भयो होला, तर मैले आज तपाईँहरूलाई त्यही बगैँचा देखाउँदैछु जो एउटा जनप्रतिनिधिले आफू बिहानदेखि साँझसम्म जनताको सेवामा लागिराख्दाखेरि पनि आफ्नै ठाउँमा कसरी सम्भव छ त यो खेती गर्न सम्भव भएको छ अथवा फलफुलको यो बगैँचा बनाउन कसरी सम्भव भएको छ, त्यो वेदना, त्यो एउटा सङ्घर्षको कथा र गरे के हुँदैन गरे सबै सम्भव छ भन्ने एउटा चाहिँ रिपोर्ट तपाईँहरूमा विशेष रिपोर्ट प्रस्तुत गर्दैछु। दाइ नमस्ते। नमस्ते। आराम हुनुहुन्छ? आराम। आज तपाईँको हाम्रो यो बगैँचामा म पहिले एकपटक यही तरकारी थियो, यहाँ लाग्छ मलाई तल गोपीहरू धेरै तरकारी थियो, प्याज धेरै थियो, त्यो बेलामा आएको थिएँ। तर अहिले यो यहाँ जुन आँप देखेँ मैले, लिची देखेँ होइन, अवगार देखेँ, अनि तपाईँ यो तरकारीको क्षेत्रमा लागिराख्दाखेरि एउटा अत्यन्तै मेहनती कृषक भइराख्दाखेरि तपाईँले यसलाई कृषक यो खेती नै गरिसकेपछि कृषिबाटै आम्दानीको स्रोत सम्भव छ, नेपालमै केही छ भन्ने आधार चाहिँ कसरी देख्नुभयो? मैले चाहिँ म चाहिँ 2063 सालमा म चाहिँ वडा संयोजक थिएँ म आफू। त्यसलाई भने म चाहिँ पहिल्यैदेखि चाहिँ सामाजिक क्षेत्रमा सेवा गर्नुपर्छ भनेर चाहिँ लाग्ने मान्छे लागेको थिएँ र म चाहिँ जनप्रतिनिधि नहुँदाखेरि 2063 सालमा चाहिँ वडामा चाहिँ जनप्रतिनिधि विहीन हुँदाखेरि वडा संयोजक भन्ने हुन्थ्यो। 63 सालमा वडा संयोजक म भएको थिएँ र सामाजिक क्षेत्रमा आउँदै गर्दा सामाजिक क्षेत्रलाई चाहिँ काम चाहिँ आफूले गरेर अरूलाई उदाहरण दिनुपर्छ भन्ने चाहिँ मेरो आफ्नो मान्यता हो। कहिल्यै पनि पहिला आफू अनुशासन हुनु पर्यो र अरूले त्यो अनुशासन सिक्न पर्यो। त्यसलाई भने पहिला चाहिँ जसले नेतृत्व गर्छ त्यो चाहिँ आफू क्लियर हुनु पर्यो र उसले चाहिँ मेहनत गरेर मात्रै चाहिँ कमाउनु पर्छ भनेर मेहनत गर्न सिक्न पर्यो। अनि यो भनिराख्दाखेरि तपाईँ लाग्छ अहिले यो गुल्मीकै इतिहासमा पनि र अहिले पछिल्लो समय सत्यवती गाउँपालिकाको हकमा हेर्दाखेरि तपाईँ अत्यन्तै लाग्ने, बिहानदेखि साँझसम्म हेर्ने हो भने तपाईँ जनताकै समस्यामा हामीले देखिन्छ। प्रत्येक पटक चाहिँ फोन गरे पनि ठाउँ जहाँ भनौँ त्यहाँ चाहिँ उपस्थित भएकै देखिन्छ, बिहान 6 बजे होस् बेलुकी 8 बजे होस्। तर पनि त्यति हुँदै पनि तपाईँ चाहिँ यो कसरी सम्भव भयो कृषि गर्ने? यस्तो भयो, पहिला चाहिँ आफूले इच्छा शक्ति गर्न पर्यो काम गर्ने योजनासित। मैले चाहिँ योजना बनाएर, जस्तै के हो भने मैले चाहिँ 2067-68बाट मैले चाहिँ सब्जी खेती गर्न थालेँ। सब्जी खेती गर्दा मलाई के लागेको थियो भने सब्जी खेती
थोरै गरेर कहिले पनि प्रताप पर्दैन किनभने हामी चाहिँ थोरै गर्छौँ रेट बढी खोज्छौँ त्यसले गर्दाखेरि हामी चाहिँ कृषकहरू हामीले यसलाई चाहिँ कृषकहरू हामी के छौँ भने हामी अनुदानको आश गर्छौँ यो हाम्रो पेसा हो गर्दा गर्दै आउने कुरा छुट्टै हो यसलाई चाहिँ धेरै भोलममा गर्नुपर्छ भन्ने लागेर मैले चाहिँ त्यतिखेर गर्दाखेरि पनि 10 टनसम्म मैले सब्जी उत्पादन गरेको र म लगातार 7 वर्षसम्म लगातार मैले चाहिँ सब्जी खेती गरेँ र त्यतिखेर पनि मैले प्रत्येक वर्ष सुरुमा त 10 टनै पुगेन तर चाहिँ मैले चाहिँ सुरुमा चाहिँ 20-30 क्विन्टलबाट लिएर मैले चाहिँ यहाँ के गरेँ हुन्न र भनेर यो औलमा चाहिँ बोडी फल्दैन काँक्रा फल्दैन घिरम्ला फल्दैन केही फल्दैन यसलाई चाहिँ सिजन चाहिन्छ भन्ने कुरा थियो मैले चाहिँ फर्स्टचोटि गर्दाखेरि मैले चाहिँ भक्तपुरी काँक्रो बृहत रूपमा चाहिँ मैले चाहिँ एकै दिन 1-2 क्विन्टलै 1 क्विन्टल 1.5 क्विन्टल टिपेर मैले एकै दिन बेचेको किनभने यो खेतमा हुन्न भन्ने चलन जस्तै चाहिँ पहिला चाहिँ र मैले चाहिँ गरे कि हुन्न भनेर चाहिँ सुरुवात गरेँ गरिसकेपछि म चाहिँ कृषिबाट राम्रोसँगै सफल भएँ 7 वर्षसम्म त्यसपछि गइसकेपछि मलाई चाहिँ जनताले फेरि चाहिँ म चाहिँ वडा सदस्यमा उठ्ने चाहिँ प्रस्ताव आइसकेपछि 2074 सालको निर्वाचनपछि म जनप्रतिनिधि भएँ र म जनप्रतिनिधि भइसकेपछि मैले चाहिँ उता जनताले चुनेर विश्वास गरिसकेपछि म चाहिँ जनताको सेवामा लाग्नुपर्छ यो सब्जी खेती गर्न मैले समय कम हुन्छ है भनेर मैले चाहिँ दीर्घकालीन रूपमा कसरी चाहिँ यो चाहिँ 30औं 40औं वर्षसम्म लामो समयसम्म चाहिँ सब्जी यो लङ टाइम लामो समयसम्म हुने खालको चाहिँ सब्जीलाई उसलाई मैले फलफुल रोजेँ फलफुल रोजिसकेपछि मैले सोचेँ यसमा चाहिँ आँप र लिची हाम्रो तल्लो मेलामा हुन्छ है भनेर चाहिँ मैले चाहिँ आँप र लिची लगाउन सुरु गरेँ 75 सालदेखि तपाईँले यिनी बिरुवाहरू देख्नुहुन्छ अहिले चाहिँ 100 देखि माथि 110 सम्म मेरोमा आँप र लिची छन् र मैले त्यसको सुरुवात गरेँ सुरुवात गरिसकेपछि मैले चाहिँ यो चाहिँ रोप्नुपर्छ भने मैले चाहिँ खेतमा पनि सबैले के भन्न थाल्यो भने यदि छिटो बुटा लगाउन थाल्यो यो धान रोप्ने खेतमा भन्न पनि थाल्नु भयो तर मैले त कसैका पनि कुरा सुनिनँ केलाई सुनिनँ भने यो भविष्यमा यसको छ म चाहिँ नितान्त किसान हो राजनीति मेरो चाहिँ सेवा हो पेसा मेरो कृषि हो किनभने आफूले पनि केही गरेर देखाउनु पर्छ सेवा गर्ने मान्छेले त्यो देखाइसकेपछि अरूले चाहिँ उदाहरण सिक्नुपर्छ भन्ने हिसाबले मैले चाहिँ यो आँप र लिची लगाएँ अनि पछिल्लो चोटि फेरि यो एभोगाड जस्तै चाहिँ म एभोगाड लगाउनु पर्छ भनेर फेरि मैले चाहिँ 70-80 वटा एभोगाड अहिले पनि लगाएको छु त्यो चाहिँ 2-3 वर्ष भयो अब हजुरले चाहिँ हेर्दै पनि आउनुभयो र यो एभोगाड चाहिँ मैले चाहिँ यसको अलिकति लङ टाइमसम्म किनभने एभोगाड चाहिँ भदौदेखि मङ्सिर पुष माघसम्म पनि यो रुखमा नपाक्दो रहेछ यो टिपेर मात्रै पाक्ने त्यसपछि गएर मैले एभोगाड रोजेँ अब तपाईँले यो जस्तै अहिले लिची देखिन्छ आँप देखिन्छ अहिले फलेको पनि एकदमै राम्रो फलेको देखिन्छ हजुर अब सुरुमा त यसको उत्पादन कम होला हजुर त्यसपछि यसको उत्पादन पनि त्यही अनुसारले यो तपाईँले जति रोप्नु भएको छ 150 वटा माथि भन्नुभएको छ 200 म एभोगाड चाहिँ मैले चाहिँ 80 पुरै आएको छु 200 को भन्दा माथि पुग्छ 200 भन्दा मैले माथि राख्दाखेरि हजुर तपाईले यसको जति उत्पादन गरे पनि अन्त्यमा गएर चाहिँ यसको बजार व्यवस्थापनको विषय चाहिँ चुनौती विषय नै छ यसलाई चाहिँ तपाईको दीर्घकालीन योजना के छ र यसलाई चाहिँ यो बजार व्यवस्थापनलाई चाहिँ कसरी व्यवस्थापन गर्ने तयारी गर्नु भएको छ कि अथवा चाहिँ तपाईको स्थानीय तहले गरेका के छ यसको विषय हैन यस्तो हो हामी चाहिँ यो काम गर्न भन्दा पहिल्यै हामीले चाहिँ यो बजारको व्यवस्थापन होला नहोला भनेर सोच्छौं तर चाहिँ पहिला गर्ने गरिसकेपछि यो अटोमेटिक बजार व्यवस्थापन हुन्छ किनभने मैले चाहिँ नलाउँदै यो फल्ने भनेको यो प्रशस्त उत्पादन दिने भनेको 8-10 वर्षपछि हो भर्खरै हुँदैन 10 वर्षपछिको कुरालाई पनि हामीले अहिले जो के सोच्छौं भने यो बजार गर्न सकिन्न यति धेरै लागिसकेपछि यही कुच बेच्न सकिन्न यो फलफुलहरू चाहिँ नबिक्ने भन्ने कुरो भएन इन्डियाबाट कति आउँछ अब एभोगाड भन्नुहुन्छ भने अहिले चाहिँ जसले पनि खान सक्ने हैन अब तपाईले चाहिँ यो ठाउँमा चाहिँ एकदम उपयुक्त अहिले 300-400 रुपैयाँ किलो यही पनि बिक्छ 300 रुपैयाँ किलो हैन अब यस्ता फलफुलहरू छन्
हामीले चाहिँ यहाँ उत्पादन गर्दैनौँ। हाम्रा बाँझा खेतहरू कति छन्, सबैले चाहिँ सुरुवात गर्न पर्यो कि। त्यसको मतलब हाम्रो यो बजारको लागि कुनै पनि समस्या छैन नहोला भन्छु मैले। किनभने अब भर्खरै मैले चाहिँ यो उत्पादन भइसकेको छैन, मलाई त सब्जी लाग्दाखेरि पनि यो सब्जी कहाँ बिक्री यति सब्जी भनेर भनिन्थ्यो। तर अब म चाहिँ यो उत्पादन गरिसकेपछि बिक्री हुन्छ भन्ने कुरा मलाई लाग्छ। बिक्री हुन्छ, त्यतिखेर बजार खोज्न सकिन्छ, खोजिन्छ, बेच्नलाई मैले चाहिँ गाह्रो मानेको छैन। किनभने बजार हुन्छ। तपाईँले चाहिँ अब यो जस्तै आँपको बिरुवा छ, हजुर, जस्तै यो आँपको यो बिरुवालाई हजुर, जस्तै यहाँ अर्को हामीले पहिले चाहिँ एउटा देखेको थियो, त्यो प्लास्टिकमा के बाँधेर चाहिँ के झुलाउनु भएको थियो। होइन, यो चाहिँ कस्तो हुँदो रहेछ नि, यो आँपको चाहिँ यसलाई पासो भन्छ। अब त्यहाँ छ त हेर्नुहोस्, यो पासो, यो पासो छ। यो पासोले चाहिँ यसको किरा जुन चाहिँ पोथीको चाहिँ गन्ध आएर चाहिँ पोथी चाहिँ त्यसभित्र पस्ने र त्यसमा चाहिँ मर्छ। र भालेले फुल पार्यो भने बतासे फुल पार्छ। अब भालेले फुल पार्ने कुरो भएन, भाले चाहिँ मर्छन्। यसमा चाहिँ जाने भाले मरिसकेपछि पोथीले बतासे फुल पारे पनि केही भएन, त्यसले चाहिँ यो चाहिँ उत्पादन भएन। यसमा यो भाले चाहिँ मर्ने हो, यो पासोमा। किरा व्यवस्थापनको लागि चाहिँ अब यो तल रङ लगाइएछ नि, यो रङ लगाउनुको अर्थ के हो भने यो रङ लगाइसकेपछि किराकिरी जाँदैनन्। यो प्रत्येकमा तपाईँले हेर्न सक्नुहुन्छ रङ लगाएको, लिचो लगाएको। हामी जाम अब यता जानेछौँ। पछि गइसकेपछि गएर आँपको बुट्टा 50-55 110 को सेरोफेरोमा चाहिँ आँप र लिची छ। र एभोगार्ड चाहिँ लगाएको चाहिँ 80-85 वटा हो। 10-15 वटा कस्तो हुँदो रहेछ नि, हामीले चाहिँ बाहिरबाट ल्याएको बिरुवा 100% चाहिँ बचाउन गाह्रो हुँदो रहेछ। र अहिले चाहिँ 70 पिस जति छ। तर चाहिँ मैले यसलाई चाहिँ 100 पिस गराउने गरी आफै पनि जमाएको छु, कति उम्रन्छन्। म फेरि यो एभोगार्ड चाहिँ अति सजिलो, आफूले उमार्न पनि सकिन्छ। समग्रमा यो कृषि तपाईँले गरिरहँदाखेरि होइन, जस्तै अब यो तपाईँ आफैमा पनि चुनौती पनि छ। र चुनौतीका बावजुद पनि तपाईँले चाहिँ यो कृषिको क्षेत्रलाई जो एउटा चाहिँ सम्भव छ है, आफ्नै ठाउँमा पनि यो कृषि ठुलो योजना सहित चाहिँ गइयो भने चाहिँ यसबाट चाहिँ यसको भविष्य छ, हामीले यहीँ केही गर्न सकिन्छ भन्ने चाहिँ उदाहरण दिनको लागि चाहिँ तपाईँ जसरी लाग्नु भएको छ। यसको लागि चाहिँ जस्तै नयाँ युवा पिँढीहरू अथवा चाहिँ अरू जो हाम्रो सत्यवतीवासीहरू लगायत गुल्मीवासी नेपालीहरू पनि हुनुहुन्छ, उहाँहरूले यो कृषिको क्षेत्रलाई कसरी अगाडि बढाउने, सुरुमा कसरी गर्ने भन्नेमा एकदमै कौतुकता पनि देखिन्छ। यसलाई चाहिँ तपाईँको सुझाव चाहिँ के छ? होइन, कृषि भनेको के हो भने सब्जी खेती गर्दाखेरि त्यसको तत्कालै चाहिँ 4 महिनामा त्यसको प्रतिफल लिन पाइयो होइन। सब्जी खेती गर्दा 3 महिनादेखि 4 महिनासम्म त्यसको चाहिँ आम्दानी लिन पाइयो। र यो चाहिँ के हो भने यो बहुवर्षीय हो। यसले चाहिँ के छ भने यसले 4-5 वर्षसम्म यसलाई निरन्तर सेवा गरिराख्नुपर्छ। किनभने यसले चाहिँ उत्पादन, मैले भने नि 75-76 वर्षमा चाहिँ कोही बोट चाहिँ यिनी बोट तपाईँले देख्न सक्नुहुन्छ, यिनी चाहिँ 75-76 तिर लगाएका बोट हुन् होइन। त्यसपछि मैले लगातार 5 वर्षसम्म सबै बोट लगाइराखेको छु। र मैले चाहिँ के हो भने योजना मेरो चाहिँ 200 भन्दा क्रस गराउनुको लक्ष्य मेरो के हो भने 200 भन्दा बढी लगाएँ भने यो चाहिँ 10 वर्ष क्रस गर्दाखेरि एउटा बुट्टाबाट 1 क्विन्टल दिए पनि 100 बुट्टा फले पनि चाहिँ मैले 10 टनसम्म मैले बेच्न सक्छु प्रति वर्ष भन्ने हिसाबले। किनभने मान्छे त एउटा योजनामा चाहियो नि। जस्तै 200 लगाइसकेपछि त्यसले 10 वर्ष भन्दा पहिला चाहिँ त्यसको चाहिँ त्यसबाट उत्पादन गर्ने कुरालाई 1 क्विन्टल एउटा बोटबाट उत्पादन गर्न गाह्रो हुन्छ। पछि धेरै पनि हुन्छ। मान्छेले त मैले उत्पादन गर्छु भनेर मात्रै भएन, त्यसको आधार चाहियो नि। आधार चाहिँ मलाई के छ भने एउटा बोटबाट 1 क्विन्टल फले पनि 200 बोट लगाएँ भने मैले 1 वर्षमा चाहिँ 10 टन चाहिँ फलफुल उत्पादन गर्छु भन्ने एउटा आधारले मात्रै म चलेको छु। त्यसलाई भने आधार बिना त भएन। मैले चाहिँ 50 वटा बोट लाउने, मैले 10 टन बेच्छु भनेर त भएन नि। त्यो चाहिँ प्रत्येक वर्ष फल्छ फल्दैन होइन। त्यसले गर्दाखेरि पनि त्यही अनुसारले चाहिँ मेरो आफ्नो सोच के हो भने 12 मासे यहाँ आउँदाखेरि फलफुल पाइयो। कुन फलफुल चाहिँ हुन्छ त्यसरी चाहिँ जोडेर सबै फलफुल लगाउने। र यो चाहिँ भोलि चाहिँ अहिले हामी चाहिँ जनप्रतिनिधिसम्म जनताको सेवामा लागिएछ, जनतासित पाउँछु भन्ने लाग्छ। बगैँचा चाहिँ यहाँ बन्नेछ, बनाउने चाहिँ मेरो लक्ष्य छ। अनुभव गरेर यहाँको बगैँचा हेरेर पनि धेरै अरू जनताहरूले नागरिकहरूले चाहिँ यो हेरेर उदाहरण हेरेर पनि काम गर्न सक्नेछन्। यसरी हामी चाहिँ यो बगैँचामा आइराख्दाखेरि हामीले चाहिँ यो दृश्यहरूमा पनि देखाइसकेका छौँ तपाईँहरूलाई।
जुन तलदेखि माथिसम्म त्यो आँप त्यसै गरी लिची अवगाडहरू यहाँ बिरुवाहरू चाहिँ लाउनु भएको छ र अहिले चाहिँ एकदमै फलेर चाहिँ लटरम्म छ र यसले हामीलाई चाहिँ एउटा जुन धेरै जमिनहरू चाहिँ बाँझै बसेको छन् यो अवस्थामा पछिल्लो समयमा ती जग्गाहरूलाई पनि हामीले चाहिँ र त्यसलाई हामीले सही तरिकाले सदुपयोग गरियो भने चाहिँ एउटा चाहिँ ठुलो योजना बन्न सक्छ र त्यसबाट चाहिँ हामीले चाहिँ एउटा साइड पेसाको रूपमा पनि यसलाई चाहिँ राखेर हामीले व्यवस्थापन गर्न सकियो भने यसबाट चाहिँ ठुलो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हामीले यही सामु छविदाईबाट चाहिँ हामीले चाहिँ यहाँ देखाइसकेका छौँ र समग्रमा भन्दाखेरि यो रिपोर्ट तपाईँलाई जस्तो लागेको छ त्यस्तै आफ्नो सुझाव सल्लाह प्रतिक्रिया दिनको लागि नबिर्सनुहोला र सम्मान स्वरूप यो भिडियोलाई अत्यन्तै सक्दो सेयर पनि गर्नुहोला। के भन्नुहुन्छ अन्त्यमा? मैले चाहिँ हजुरहरूले मेरो चाहिँ यो कृषि फलफुल चाहिँ फर्ममा आएर हजुरले चाहिँ मलाई चाहिँ बोल्ने मौका दिनुभयो र यसको चाहिँ सबै लाई चाहिँ यो यसो गर्नुपर्छ भन्ने उदाहरणको रूपमा देश विदेश पुर्याइदिने चाहिँ मौका दिनुभयो। हजुरलाई मैले चाहिँ हजुरको टिमलाई दधिराम भुषाल र कविराज भुषाललाई म चाहिँ हजुरहरूलाई म धन्यवाद दिन चाहन्छु। किनभने यो त देश विदेश जतासुकै हेर्ने चिज हो र यो भिडियो र बाँझो जमिन जसको छ नि बाँझो जमिनमा पनि गर्न सकिन्छ भन्ने एउटा उदाहरणको रूपमा हजुरले चाहिँ यो भिडियो पुर्याइदिनु हो भने सक्दो चाहिँ अरूले पनि गर्न सकिन्छ भन्ने चाहिँ मौका पाउनुहुन्छ र गर्नु हो भने हाम्रो देशमा गरे के छैन र यो जमिनमा के हुन्न र भन्ने कुरालाई अहिले चाहिँ के छ भने सबै चाहिँ विदेश गएर मात्रै हुन्छ भन्ने चाहिँ प्रविधि आयो। त्यसले गर्दाखेरि यही नेपालमा पनि केही गरे हुन्छ है भन्ने चाहिँ सन्देश चाहिँ पुर्याइदिनु भयो हजुरहरूलाई चाहिँ म छविलाल भट्टराईको तर्फदेखि हजुरहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर नमस्कार।